हरेक बिहान जब म कक्षा कोठा अघि उभिन्छु, बाहिरको संसार मेरो लागि एकाएक बदलिन्छ। हातमा मार्कर, डस्टर, अगाडि एउटा मौन सेतो पाटी र वरिपरि मतिर टुलुटुलु हेरिरहेका ती अबोध आँखाहरू। बाहिरबाट हेर्नेलाई लाग्दो हो यो एउटा मान्छेको दैनिक जागिर हो, तर यो कोठाभित्र म कतिपटक भित्रभित्रै टुट्छु र कतिपटक फेरि आफूलाई जोड्छु, त्यो केवल मलाई र यो उज्यालो सेतोपाटीलाई मात्र थाहा छ, किनकि ऊ पनि भित्रबाट टुटेका चपराले टालिएको छ। हाम्रो समाजमा एउटा असल शब्द छ गुरु। हुन त गुरु ड्राइभरलाई पनि भनिन्छ, तर शिक्षण पेसामा रहेको गुरु शब्द सुन्दा लाग्छ हामी त साक्षात् देवता हौँ। गुरुर ब्रह्मा गुरु विष्णु भनेर श्लोक वाचन गरिँदा मलाई कहिलेकाहीँ आफ्नै अवस्था देखेर उदेक लाग्छ। शब्दमा हामीलाई आकाशमा पुर्याइन्छ, तर व्यवहारमा हामी त्यही समाजको अपेक्षाको एउटा यस्तो भारी बोक्न विवश छौँ जसले हाम्रो काँध बिस्तारै थाक्न थालेको छ। विद्यालयको नतिजा आउँदा जब कुनै विद्यार्थीको नामको अगाडि असफल लेखिन्छ, समाजको औँला कति पनि नहिचकिचाई मतिर सोझिन्छ। विद्यार्थीले पढेन, दोष शिक्षकको। विद्यार्थीले बाटो बिरायो, दोष शिक्षकको। मोबाइलको लत लाग्यो, दोष शिक्षककै। तर कसैले यो सोध्दैन त्यो विद्यार्थीले घरमा कस्तो वातावरण पायो, उसले कस्तो सामाजिक सङ्गत गर्यो। दिनको 24 घण्टामा मुस्किलले 6 घण्टा हामीसँग बिताउने विद्यार्थीको बाँकी 18 घण्टाको जिम्मेवारी पनि मेरै थाप्लोमा किन राखिन्छ? यहीँबाट सुरु हुन्छ मेरो त्यो अदृश्य पीडा जो घर पुग्दा पनि मेरो साथ छोड्दैन। म कक्षामा ज्ञान बाँड्छु, संस्कार सिकाउन खोज्छु, तर म पनि त एउटा मान्छे हुँ, देवता होइन। विद्यार्थी विद्यालयभन्दा बाहिरको डिजिटल र कोलाहलपूर्ण संसारबाट बढी प्रभावित हुन्छन्, तर जब परिणाम बिग्रिन्छ, समाजले अरू सबै पात्रलाई सफाई दिन्छ र मलाई एउटा अपराधीलाई जस्तै दोषीको कठघरामा उभ्याउँछ। शिक्षक भएर बाँच्नुको अर्को एउटा तितो पाटो पनि छ। दिनभरि अरूका छोराछोरीको भविष्य कसरी उज्यालो बनाउने भनेर टाउको दुखाउने म साँझ घर फर्कँदा आफ्नै भविष्य र परिवारको गर्जो कसरी टार्ने भन्ने चिन्तामा हुन्छु। सीमित तलब, बढ्दो महँगी र समाजको उच्च अपेक्षा, यी सबैका बीचमा एउटा शिक्षकले आफ्नो मुस्कान कसरी बचाएर राखेको हुन्छ त्यो कसैले बुझ्न खोज्दैन। तैपनि भोलिपल्ट बिहान म फेरि त्यही कक्षा कोठाको ढोका अघि पुग्छु। मेरो व्यक्तिगत पीडा, आर्थिक अभाव र समाजका ती तिखा आलोचनाहरूलाई म कक्षा कोठाको ढोका बाहिरै छोडिदिन्छु, किनकि ती अबोध विद्यार्थीहरूका लागि म नै उनीहरूको आदर्श हुँ। मलाई थाहा छ मेरो काम केवल पाठ कण्ठ गराउनु होइन, एउटा पुस्ताको चरित्र कोर्नु हो। शिक्षा एउटा शिक्षकको एकल यात्रा होइन, यो त एउटा साझा ढुङ्गा हो जसमा अभिभावक, समाज र राज्य सबैसँग यात्रा गर्छन्। मलाई दोषीको कठघरामा उभ्याउन छोडेर यदि समाजले मेरो साथ दियो भने म हारिसकेको विद्यार्थीलाई पनि जित्न सिकाउन सक्छु। मलाई देवता बनाउनु पर्दैन, मात्र एउटा मान्छे र तपाईँको साझेदार सम्झिदिनुहोस्। त्यति सम्मान मेरो लागि काफी छ।